हेलो गाइज ह्याप्पी होली सबैजनालाई। आज चाहिँ हामी मण्डल घरमा आएको थियौँ। यो मेरो मण्डल महारानी मुग्लु गएको हेर, त्यसपछि सलोनी, हामी तीनजना थियौँ। मण्डलले चाहिँ मलाई सिन्दुर हालेको यो, अनि मण्डललाई चाहिँ मैले हाल्दै थिएँ येल्लो कलरको। अनि हामी त्यसरी नै एकअर्कालाई सिन्दुर हालेर नै हामीले होली मनायौँ। अनि त्यसपछि म त्यहाँदेखि निस्किँदै थिएँ अनि मण्डललाई बाई गरेको देखो गाइस इस लड्की का असली चेहरा। अनि त्यहाँदेखि निस्केर अटोमा चढेँ। मेरो साथीले बोलाएको थियो कि मलाई आफ्नो घरमा। अनि बाटोमा सबजनाले होली खेल्दै थिएँ। त्योभन्दा अगाडि म चाहिँ गएँ आफ्नो घर। आफ्नो घर गएपछि बहिनी भाइ सबजनाले देखा। भाइले चाहिँ मेरो टी सर्ट हेर टी सर्टै भन्दै थियो। अनि गोलेलाई हेर न कस्तो क्युटसँग मेरो सानो कुकुर, मेरो सबभन्दा सानो भाइ। अनि हामी तीनजनाले भिडियो बनायो। अनि गोलेको चस्मा लगाएर बनाएको थियो। गोले रिसल हेर्दै आएन कि कस्तो क्युट छ कि मेरो भाइ। अनि हामीले मेरो सर्ट लियौँ, कता पो गएको थियो। अनि चारजनाले हाई भन्यो, सबजनाले हाई भन्दै थियो। अनि साथी घर पुग्यो। यो साली हेर आफूले होली नमनाउने रहेछ, मलाई त्यस्तै बोलाएर। अनि मेरो गोले चाहिँ हेर न एक्लै नाचिरहेको छ। माई गड, साथीसँगै एक्लै रङ्गी चङ्गी भनेको यही हो क्या। कस्तो क्युट पारा नाचिरहेको थियो ताली बजाउँदै। अनि हामी घर फर्केको थियौँ बहिनी र म। अनि भाइले चाहिँ गोला हानेर हाम्रो खुट्टा भिजाइदिएको थियो कि, त्यही कुरा गर्दै गर्दै गइरहेको थियौँ। अनि त्यसपछि हामी घर पुग्यौँ। घर पुग्यो अङ्कितलाई मोटे कति मोटे भएको छ अङ्कित, अभिषेक अङ्कल। अनि यता साइडमा बहिनी बसेको थिएँ। मलाई देखाउनु दिन्छु, मलाई देखाउनु र भन्दै थिएँ। म चाहिँ पहिला क्वेसन सोध्दै थिएँ कि, अनि देखाएको थिएन। म आएर बसिसकेपछि त्यहाँ अर्को म छुट्टै गरेँ। उसको साथी पनि आएको रहेछ। अनि साथी पनि थियो। अनि जाने भन्ने सल्लाह गर्दै थियौँ, कुरा गर्दै देखाउँदै थिएँ। अनि त्यसले चाहिँ जानको माथिको ढक्कनै फुटाल्दै रहेछ सबजना।